हामी आज विश्व चाहिँ प्रख्यात हाम्रो निर्मल दाईको घरको नजिकै छौँ र विशेष गरेर उहाँको जुन चाहिँ घटना घट्यो चाहिँ एकदमै वास्तवमा यो एकदमै दुःखदायी क्षणमा हामी छौँ र निर्मल दाईलाई जसलाई विश्वले निम्स दाई भनेर चिन्छ हामी सानोमा नजिकै बाल्यकालमा चाहिँ सँगै खेलेको र केही समय हामी सँगै बाल्यकालमा चाहिँ साथीभाइहरूसँग खेलेको चाहिँ ठाउँ यो नजिकै हो र उहाँको त्यो चाहिँ ऊ भइसकेपछि अन्नपूर्ण गाउँपालिकाले 83 भोलि कति गते साउन 18 गते एक दिन हामीले शोक मनाउने भनेर गाउँपालिकाले पनि सार्वजनिक बिदा घोषणा गरेको छ र साथै अध्यक्षज्यूले उक्त घोषणामा यो उहाँको चाहिँ एउटा स्तम्भ मूर्ति बनाउने भन्ने पनि चाहिँ पत्रमा लेख्नु भएको छ र उहाँको योगदान अन्नपूर्ण गाउँपालिका वडा नम्बर 3 दानालाई उहाँले एउटा फन्ड बनाइदिनु भएको थियो अक्षय कोष 40 लाख अक्षय कोष बनाइदिनु भएको थियो र त्यो अक्षय कोषबाट 8, 10 र 12 मा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई चाहिँ सो अक्षय कोषको रकमबाट अनुसार एकदमै नम्बर 1 विद्यार्थीलाई चाहिँ यो प्रदान गर्दै आएको थियो र आज हामी यो दुःखद घडीमा छौँ र उहाँको परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु। त्यो उहाँको ठुलो इच्छा पनि थियो। हामीले उहाँलाई सम्मान गरिसकेपछि उहाँले चाहिँ ल रमेश भाइ के छ यहाँको समस्या भनिसकेपछि हामीले सबैभन्दा ठुलो समस्या भनेको हाम्रो स्वास्थ्यको समस्या छ भनिसकेपछि त्यो कार्यक्रमबाटै ल अरूले भाषण गर्नु पर्दैन उहाँले बोलिसकेपछि त्यति बेला उहाँलाई प्रमुख अतिथि बनाइएको थियो वडा कार्यालयमा। ल म समग्रमा एउटा वडालाई आफ्नो तरिकाबाट म केही न केही गर्छु भनिसकेपछि उहाँले स्कुललाई सबैभन्दा पहिलो भनेको शिक्षा हो। जब मान्छेले शिक्षा प्राप्त गर्छ त्यसपछि ऊ चाहिँ सबै ठाउँमा चाहिँ अगाडि बढ्न सक्छ भन्ने उहाँको विचार थियो र एकैचोटि हामीलाई अक्षय कोषको रूपमा 40 लाख दिनुभयो। त्यही दिनमा चाहिँ हाम्रो चाहिँ त्यो वडामै घोषणा गर्नुभएको दिन हो। त्यसपछि हामीले ठ्याक्कै भेट्न चाहिँ अवसर चाहिँ प्राप्त भएन। आफ्नो यो घरमा पनि हामीले हैन दाइ तपाईको चाहिँ यो जन्मेको घरमा तपाईको के न के चाहिँ बनाउनु पर्छ भन्दाखेरि हैन भाइ मैले सबैभन्दा पहिला यो पोर्टरहरू बनाउने ठाउँमा चाहिँ अरूको लागि गर्दैछु यो मेरो घर भन्ने कुरा मेरो चिनाउने कुरा त अब समय छँदैछ भाइ। अब त्यो अभियसली बनाइन्छ। सबभन्दा म भन्दा पनि मेरो चाहिँ उसमा काम गर्ने भरियाहरूको लागि चाहिँ मैले त्यो चाहिँ फेसिलाइट गर्नुपर्छ भन्ने उहाँको इच्छा थियो। सायद यो कमल दाईहरूलाई पनि हामीले ल दाई एउटा चाहिँ आफू जन्मेको ठाउँ निर्मल त यति चाहिँ ओल्डमा चिन्यो त विश्व रेकर्ड पनि राख्नुभयो दाईले। एउटा केही उहाँको चाहिँ एउटा केही जन्मेको तपाईँको थला हो नि त यो भन्नाले उहाँ जन्मेको ठाउँ हो नि त भन्दाखेरि होइन बाबु त्यो गर्ने हो भन्ने कुरा चाहिँ गरिराख्नु भएको थियो। अब सम्भवतः केही समयपछि गर्नु होला कि भन्ने एउटा आशा छ हामीलाई। जन्मेको घर त यहाँ हो नि त यहीँबाट जन्मिनु भयो केही समय यहाँ चाहिँ उ गर्नुभयो र अहिले विश्व प्रख्यात हुनुभयो नि त। त्यो कारणले गर्दा हाम्रो इच्छा पनि एउटा निर्मल दाईको यहाँ सानो भए पनि जन्मेको है भन्ने एउटा चाहिँ सानो थाला पनि पहिचान बनाइदिनु पाएको भए विश्वको चाहिँ विश्वबाट घुम्न आउने मान्छेहरूले पनि होइन यहाँ रहेछ नि त रियालिटी रूपमा चाहिँ उहाँको जन्मघर भन्ने चाहिँ यो ठाउँहरू पनि चिरपरिचित हुन्थ्यो होला भन्ने चाहिँ हामीले चाहिँ एउटा इच्छा चाहिँ छ। अब त्यो त उहाँको परिवारले के भन्नुहुन्छ होइन। आशा थियो भाइसँग भेटौँला कुनै ठाउँमा भन्ने आशा थियो। अहिले भयो 2-3 दिन भयो अब यस्तै शून्य छ। मोबाइल हेर्न सकेको छैन। उसको सबै देखिन्छ बोलेको सुनिन्छ। एकरो मात्र सुनियो दोहोरो हुँदैन भाइसँग। म ठुली आमाको छोरी मेरो सानीमाको छोरा हो भाइ निर्मल। हामी ऊ र म चाहिँ 2 बहिनीको छोराछोरी मेरो भाइ हो। भाइलाई जिद्दी थियो। उसले भनेको कुरा हुनै पर्थ्यो। उसले मुखबाट बोल्यो भने उसलाई त्यो कुरा पुरा हुनै पर्ने। यसो नगर्ने बाबु यसो भनेको मान्ने थिएन। उसले पुरा गरेरै छोड्ने।
यता पहाडतिर जानु पर्यो भने नजा बाबु लोटिन्छ भने गएरै छोड्ने उकालो चढेरै छोड्ने त्यस्तो थियो। अनि उसले गङ्गाटाहरू खोज्थ्यो सानोमा गङ्गाटाहरू खोज्ने त्यो के भन्छ एउटा किरा हुन्छ माउरी जस्तो त्यस्तो खोज्ने झिमरी यसलाई खोज्ने होइन बाबु टोक्छ भने मुख त्यो उसको के भन्छ त्यो पोलाहरू हुन्छ नि त्यो देख्यो भने मुक्कीले हान्न जाने अनि टोक्छ नि टोके पनि चुप्प लाएर बस्ने यसको टोकाइ खानुपर्छ भन्ने मान्छे सानो थियो। ऊ चाहिँ ढिप्पी खालको थियो उसले भनेको कुरा पुरा गर्नै पर्थ्यो कसैले सम्झाएर यस्तो ऊ त भनेर चुप्लाएर बस्ने खालको थिएन उसले निर्णय गर्यो भने छोडिहाल्ने त्यो पुरा गरेरै छोड्ने खालको थियो। अब सानोमा स्कुल जानु बोकेर लैन्थ्यो लिएर आइन्थ्यो धेरै त पढेनन् उनीहरूले यहाँ त्यस्तै 2-3 वर्षको हाराहारी होला 2-3 वर्षभन्दा 3-4 वर्ष नै पुग्यो होला। भाइ चाहिँ बहिनी अलि सानी थिइन् भाइ चाहिँ त्यसो गरी जाने अनि दुईटालाई बोक्नु नसक्ने दुईटालाई बोक्नुपर्छ भन्ने कि बहिनीलाई नै हिँडाल कि मलाई नि बोक्नुपर्छ भन्ने त्यस्तो जिद्दी थियो भाइ जिद्दी लिने अनि फकाउने त्यसरी हिँड्ने धेरै त पढेन नि यहाँ 1-2 वर्ष यसो हिँडे मात्रै हो। ज्ञान प्रकाश महाविद्यालय छ्यामा कान्छी छ्यामा हुनुहुन्थ्यो मेरो मुवाको 3 बहिनी 3 भाइ मामाहरू 2 जना मामाको अत्तपत्ता छैन माइला मामा उतै निर्मललै पालेको भनौँ उहाँको घरमै हुनुहुन्छ अनि अङ्कल चाहिँ इन्डियन आर्मी लाउरे नै हुनुहुन्थ्यो अनि निर्मल भाइहरूको चाहिँ 4 भाइ जेठो दाइ पनि उतै हुनुहुन्छ गङ्गाबहादुर पूर्जा माइलो दाइ जितबहादुर पूर्जा साइलो दाइ कमलबहादुर पूर्जा भाइ निर्मल पूर्जा बहिनी अनिता पूर्जा अनि सानो बुवाको नाम नन्दबहादुर पूर्जा अनि सानीमाको नाम पूर्णकुमारी पूर्जा। उहाँहरू चितवन जानुभएको 2048 सालमा हजुर पहिला जानुभयो वर्ष साह्रै पछि गर्नुभयो। दाजुहरू त आइराख्नुहुन्छ वर्षमा जेठो दाजु 2 वर्षको बिचमा आउनुहुन्छ साइलो दाजु चाहिँ कमलबहादुर दाजु चाहिँ वर्षैपछि आउनुहुन्छ। भाइ आएको योभन्दा पहिला यही अन्नपूर्ण हिमाल चढ्दाखेरि आएको थिएँ 2 वर्ष अगाडि होला त्यस्तै मलाई 79 सालमा थियो त्यो एकान भएन मलाई मेरो आमा बितेपछि आएको भाइ आएको थियो अब ठुली आमा बित्नुभयो भन्दै थियो सम्झाएर गएको। त्यसपछि बेनीको उसमा कति त्यो 2081 सालमा बेनीको त्यो उसमा स्वागत कार्यक्रममा आएको थियो भेटेको नि त्यही हो त्यहाँबाट म त भेट्न नि पाएन। यो हामी जन्मेको घर बनाउँछु एउटा घर त बनाउने हो दिदी मैले बनाउँछु भनेको थियो भाइले भनेकै हो भाइले त्यसो भनेको दाइहरूले पनि बनाउने हो एउटा सानो घर नआए पनि हामी जन्मेको घर बनाउँछ बहिनी यसो फानफुन गरिदिनु भनेर यति गराइदिएको कि मैले त्यही यी यता छ अलि माथि छ अनि यो गाउँ माथि छ थियो भाइको घर छामाहरूको घर यहाँ थियो तपाईहरु तलतिर हजुर हाम्रो तलतिर छामाको घर यहाँ अब आँगन एउटै भने जस्तो अब एउटै थियो भाइ जन्मेकै यहीँ हो बहिनी दाइहरू सबै जन्मेको यहीँ हो अनि पछि जानुभयो यहाँ 2 तले घर थियो यस्तै हाम्रो जस्तै ठुलो घर थियो उहाँहरूले छोडेपछि घर पनि भत्कियो अनि पोहोर चाहिँ एक फोहोर थियो अहिले चाहिँ मैले यति सफा गराइदिएको एकै गराउनु कुरा थियो उहाँहरुको जग्गा थियो भाइले बेचिसक्नु भएन एउटा केही बेच्नु भएन सबै छ निर्मल दाइको घर हो निम्स दाइको घर हो भन्छन् अनि हो भनिदिन्छु के भन्ने त अब हो भन्नै पर्यो यही बिहान राखेको भएर होला सोध्ने अनि धेरैले सोध्छन् भाइलाई सबैलाई चिनेको रहेछ सोध्छन्। 79 सालमा उहाँहरूको निर्मल पूर्जा आउनु भएको थियो यतै आउने सन्दर्भमा विद्यालयमा पनि उपस्थित हुनुभएको थियो र हामी दानावासी सम्पूर्ण वडावासीहरू बसेर के गर्ने शिक्षा क्षेत्रमा भन्ने एउटा बहस चलाइयो। त्यसपछि उहाँले के भन्नुभयो भने अब एउटा अक्षय कोष स्थापना गरौँ र त्यो अक्षय कोषबाट प्राप्त ब्याज 40 लाख रुपियाँको उहाँले अक्षय कोष स्थापना गर्नुभएको छ र त्योबाट प्राप्त ब्याजबाट हाम्रो विद्यालय यो ज्ञान प्रकाश नमुना माविमा पढ्ने विद्यार्थी 8 कक्षामा प्रथम हुनेलाई नगद रु 50,000 एससी प्रथम हुनेलाई नगद रु 80,000 र यस 12 कक्षामा प्रथम हुनेलाई नगद रु 1 लाख रुपियाँ यो 3टा चाहिँ 3जना विद्यार्थीले
डाइरेक्ट त्यो 3टा विद्यार्थीले मात्रै प्राप्त गर्छ यो नगद रकम र बाँकी यो दाना वडामा अध्ययनरत यहाँ फेरि अरू पनि स्कुलहरू छन्। यहाँ 5वटा विद्यालय छन्, 4वटा प्रावि र हाम्रो ज्ञान प्रकाश गर्दा 5वटा विद्यालयमा पढ्ने सबै विद्यार्थीहरूको लागि उहाँले फेरि शैक्षिक सामग्री खरिद गर्नलाई केही रकम त्योबाट प्राप्त ब्याजबाट 3जना विद्यार्थीले जति त्यो 3टा चाहिँ त्यो फिक्स रकमै लाने भयो। बाँकी रहेको पैसाबाट फेरि अरू सबै विद्यार्थीहरूका लागि पनि शैक्षिक सामग्री खरिद गर्नका लागि जस्तै प्रत्येक वर्ष प्रति विद्यार्थी 500, 520, 530 जस्तै रकम त्यति रकम चाहिँ प्रत्येक विद्यार्थीले फेरि शैक्षिक सामग्री खरिद गर्नका लागि प्राप्त गर्दै आइरहेका छन्।